नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 शिक्षा ऐन जारी कर जारी कर शिक्षा ऐन जारी कर जारी कर नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 शिक्षक कर्मचारी एक हौं शिक्षक कर्मचारी एक हौं शिक्षा ऐन जारी कर शिक्षा ऐन जारी कर शिक्षक महासंघ जिन्दाबाद 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 शिक्षक महासंघ जिन्दाबाद शिक्षक कर्मचारी एक हौं शिक्षक कर्मचारी एक हौं शिक्षा ऐन जारी कर शिक्षा ऐन जारी कर कार्यान्वयन कर कार्यान्वयन कर विगतका सम्झौता कार्यान्वयन कर कार्यान्वयन कर शिक्षा ऐन जारी कर जारी कर जारी कर शिक्षा ऐन जारी कर जारी कर शिक्षा ऐन जारी कर जारी कर नालायक सरकार नालाकै होस् शिक्षकहरू एक हौ शिक्षकहरू एक हौ हाम्रो माग पुरा गर कृष्ण सर पनि आन्दोलनमा हाम्रो माग पुरा गर हाम्रो युनियन एजुकेसनको प्रशिक्षक पनि हुनुहुन्छ नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा माइतीघरबाट अगाडि बढिरहेका छौँ। सम्पूर्ण देशभरिबाट शिक्षकहरू काठमाडौँ आउने क्रम जारी छ। नेपाल सरकारले जुन शिक्षकहरूलाई अघिल्लो आन्दोलनबाट दिएको धोका थियो त्यो गलत थियो र त्यसका विरुद्ध तत्काल शिक्षक मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघ पुनः एकपटक आन्दोलनमा उत्रिएको छ र यो आन्दोलन निष्कर्षमा पुर्याएर छोड्ने दृढ सङ्कल्पका साथ सम्पूर्ण शिक्षकहरू काठमाडौँ उपस्थित भएका छन्। सम्पूर्ण साथीहरूमा हार्दिक नमस्कार छ। युनियन एजुकेसनको पेजमा लगभग 230 जना भन्दा बढी साथीहरू लाइभमा हुनुहुन्छ अहिले। अब यो शिक्षक आन्दोलनको क्रममा म पनि सहभागी छु र करिब हामी 20,000 भन्दा बढी शिक्षक साथीहरू सहभागी भएको यहाँ मलाई अनुमान छ र राज्यलाई शिक्षा ऐन यथाशीघ्र जारी गर्नका लागि दबावमूलक एउटा कार्यक्रम पनि हो र यहाँभन्दा अगाडि राज्यले शिक्षकहरूसँग सम्झौता गरेका विभिन्न किसिमका शिक्षकका मागहरूलाई अक्षरशः पालना गर्नुपर्छ भन्ने मान्यताका साथ यही हिउँदे अधिवेशनमा शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने हेतुले अब यहाँ यो आन्दोलन अगाडि बढेको देखिन्छ। म तपाईँलाई एकपटक आन्दोलनको अंश पनि देखाउँछु। तपाईँले देख्न सक्नुहुन्छ आन्दोलन बृहत रूपमा अगाडि बढिरहेको छ र करिब तपाईँको मानव सागरै देख्न सक्नुहुन्छ अगाडि पछाडि धेरै साथीहरू यहाँ आन्दोलनमा सहभागी भएको देख्न सक्नुहुन्छ। यसले पक्कै पनि राज्यलाई दबाब दिनेछ। होइन तर म यो आन्दोलनले केही उपलब्धि दिन्छ भन्नेमा म चाहिँ नै विश्वस्त छु र साथीहरूलाई हेर्न सक्नुहुन्छ है। शिक्षकको ठुलो जमात आन्दोलनमा सहभागी भएको छ। यही कुरा भन्छु मैले तपाईँहरूलाई। म यहाँ केही शिक्षक साथीहरूको पनि बाइक लिने क्रममा छु। म केही साथीहरूको 346 जना 47 जना साथीहरू हुनुहुन्छ। यो एकछिन है। नमस्कार एकैछिन है। अनि साथीहरू आउँदै हुनुहुन्छ। म
साथीहरूलाई करिब 400 जना साथीहरू हुनुहुन्छ यहाँ। यो शिक्षक आन्दोलनको सवालमा छोटकरीमा के बताइदिनु त? करिब 400 जना साथीहरू लाइभमा हुनुहुन्छ। हाम्रो नेपाल शिक्षक महासङ्घको अगुवाईमा शिक्षक आन्दोलन परिचालन समिति गण्डकी प्रदेश गठन भएको छ। हामीले गण्डकी प्रदेशका केही शिक्षक साथीहरूलाई मात्रै आमन्त्रण गर्दाखेरि पनि आज ठुलो सङ्ख्यामा शिक्षकहरू आउनुभएको छ र सरकारले यसलाई टेरेन भने अर्को पटक काठमाडौँ नै जाम हुने गरी हाम्रो आन्दोलनका कार्यक्रमहरू अगाडि बढ्नेछन्। सारा शिक्षकहरू हामी किन जान नपाउने भन्ने र हामीलाई प्रश्न गरिरहेका छन्। तर अहिले हामीले साङ्केतिक रूपमा आज सरकारलाई सुझाव दिनका लागि मात्रै यो केही शिक्षकहरूलाई मात्रै बोलाइएको हो। त्यो सरकारले सुनोस्। धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल शिक्षक सङ्घको गण्डकी प्रदेशको अध्यक्ष एवं गण्डकी प्रदेशको आन्दोलन परिचालन समितिको संयोजक हुनुहुन्थ्यो शिरोमणि लामिछाने सर। अब म्याडमले केही छ कि तारा म्याडम छोटोमा छोटो जुन यो 24 गतेको जुन काठमाडौँ केन्द्र आन्दोलनमा अब यो दोस्रो चरणको आन्दोलनमा काठमाडौँ नै जाम हुने किसिमको चाहिँ साथीहरू आजको धन्यवाद धन्यवाद। हामी देख्न सक्छौँ आन्दोलनमा सहभागी साथीहरू प्रशस्त हुनुहुन्छ र यो आन्दोलनले एउटा मूर्त रूप लिएको पाइन्छ। र यहाँ जहाँसम्म लाग्छ युथ हुनुहुन्छ नयाँ प्रवेशी शिक्षिका हुनुहुन्छ। हजुर केही 2 शब्द आन्दोलनको विषयमा। शिक्षिका नै होइन। ल यहाँ तपाईँले देख्न सक्नुहुन्छ ढकाल सर पनि हुनुहुन्छ तनहुँबाट। छोटोमा आन्दोलनको सवालमा केही। हामी देशभरिबाट तमाम शिक्षकहरू यहाँ आफ्ना मागहरू मुद्दाहरू लिनको लागि भनेर सरकारसँग धेरै सम्झौताहरू पटक पटक हुँदा पनि पुरा नभएपछि हामी यस आन्दोलनमा सरिक भएका छौँ। अब आगामी दिनहरूमा तत्कालै नेपाल सरकारले विद्यालय शिक्षा विधेयकलाई हाम्रा शिक्षकका मुद्दाहरू सम्बोधन गरेर जारी गर्नको लागि हामी जोडदार माग गर्दछौँ। यदि पुरा भएन भने हाम्रो आन्दोलन अगाडि बढ्ने हामी चेतावनी दिन चाहन्छौँ। धन्यवाद धन्यवाद। करिब तपाईँहरूको आन्दोलनको क्रममा तपाईँको बढ्दो छ, सहभागिता बढी छ। उहाँ हुनुहुन्छ नेपाल शिक्षक सङ्घ नवलपुरको अध्यक्ष पनि हुनुहुन्छ इन्द्रराज भट्टराई सर। आन्दोलनको बारेमा छोटो 500 जना जति लाइभमा हुनुहुन्छ, छोटोमा भन्नुहुन्छ। धन्यवाद रमेशजी। यो नेपाल शिक्षक सङ्घले नेपाल शिक्षक महासङ्घले आयोजना गरेको आन्दोलन शिक्षकको हक कायम गर्नका लागि, कर्मचारीका हक कायम गर्नका लागि र सरकारले पटक पटक गरेका सम्झौतालाई बेमानलाई सरकारलाई सम्झाएर यो देशमा शिक्षक र कर्मचारीको हकित आन्दोलन हकित कायम गर्नका लागि उद्देश्यबाट स्थापित गरिएको यो नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गरेको आन्दोलनले जसै पनि शिक्षकको हकित कायम गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ। धन्यवाद धन्यवाद। मैले यहाँ नवप्रवेशी साथीहरूलाई पनि हेरिरहेको छु। हजुर केही छ हजुरको भनाइ छोटोमा आन्दोलनको एक शब्दमा? हाम्रो यो आन्दोलनको मेन मकसद भनेको यो हिउँदे अधिवेशनबाट शिक्षा ऐनलाई छिटोभन्दा छिटो जारी गराउने र यो मूर्त अवस्थामा यो मूर्छित अवस्थामा रहेको यो शिक्षा विधेयकलाई चाहिँ यो शैक्षिक जुन यो न्याय यो कानुन स्थापित गर्नको लागि चाहिँ हामी देशभरिबाट सम्पूर्ण शिक्षक साथीहरू भेला भएका छौँ र अझै पनि शिक्षक साथीहरू आउने क्रम जारी रहेको छ। र अब थोरै मात्र भए पनि जुन प्रतिनिधिमूलक ढङ्गबाट उपस्थिति भइरहेको छ र यो आन्दोलन हामी त के भन्छौँ भने यो आन्दोलन शनिबार बनाउने होइन, यो आन्दोलन चाहिँ यसै प्रभावित हुने गरी अबको शैक्षिक कार्यक्रम प्रभावित हुने गरी हामीले आन्दोलन गर्नुपर्छ। तब मात्र यो सरकारले सुन्नेवाला छ, नत्र सुन्दैन भन्ने लाग्छ। नेपाल शिक्षक सङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। अब आफ्नो धारणा एकदम संक्षिप्त रूपमा राखिदिन्छ परिचय सहित। मेरो नाम तारा चन्द, मेरो घर रुकुम पश्चिम। म नेपाल शिक्षक सङ्घको केन्द्रीय सदस्य हो। आज शिक्षकहरू चाहिँ विद्यालयमा बालबालिकाहरूको पठन पाठन गर्ने बेलामा यो काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म चाहिँ यो र्यालीमा हिँड्न पर्ने यो बाध्यता हो, रहर होइन कुनै पनि। यो सरकारले अहिले यो विद्यालय
शिक्षा विधेयक हामीहरू यो हिउँदे अधिवेशनमा पेश भएकोमा छलफल गर्दै गर्दा हामीलाई केही आशा लागेका कुराहरू अहिले शिक्षा ऐन फेरि छलफल हुँदै पनि फेरि चाहिँ विवादित भएर खन्याइएको अवस्थाले गर्दा हामी शिक्षकहरूमा देशभरिका शिक्षकहरूमा केही शङ्कापद कुरा यो शिक्षकले गरेको के सरकारले गरेको कन्जुसै शिक्षा विद्यालय शिक्षा विधेयक ल्याउनलाई पेश गर्नलाई चाहिँ कन्जुसै गरेको हुँदा फेरि हामी आन्दोलित हुनुपर्ने अवस्था यहाँ आएको छ। त्यसैले अब हामी यो विद्यालय शिक्षा विधेयक अब यहाँ जारी नहुन्जेलसम्म हाम्रो विभिन्न तह र विभिन्न चाहिँ कोणबाट हाम्रो आन्दोलन जारी रहिरहनेछ। हामी चाहिँ अब शिक्षक महासङ्घले फेरि अर्को चरणको आन्दोलन फेरि घोषणा गर्ने चाहिँ बाध्य हुनेछ। धन्यवाद धन्यवाद। करिब 700 जना जति दर्शक हुनुहुन्छ फेसबुक लाइभमा। उहाँ तारा चन्द हुनुहुन्थ्यो, नेपाल शिक्षक सङ्घको केन्द्रीय सदस्य पनि, जुझारु महिला नेतृत्व। म साथीहरूलाई करिब हामीले अपेक्षित भन्दा बढी नै साथीहरू सहभागी भएको मैले देख्छु। थोरै एकदम संशोधन। दुर्गा खतिवडा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेश समितिको सदस्य, म तेह्रथुमबाट यो आन्दोलनमा सहभागी हुन आएको छ। यो देशको सरकार कस्तो सरकार हो? 46 सालमा बौद्धले प्रजातन्त्र आयो, 62-63 को जनआन्दोलनले गणतन्त्र घोषणा गर्न बाध्य बनायो, गणतन्त्र प्राप्त भयो। त्यस पछाडि 72 सालमा गणतन्त्रको संविधान जारी भयो। तर यो देशको शिक्षा सबै कुराको गाइड हो। त्यो शिक्षा चाहिँ पञ्चायतको हो। 2028 सालको शिक्षा 53 वर्ष अगाडिको शिक्षा छ, शिक्षा कानुन छ हो। यसलाई परिवर्तन गर्नुपर्छ। हामी यो प्रश्न गर्न भनेर आएका हौँ। हामीले पटक 36 सालदेखि नेपालको शिक्षा कानुनलाई देशभक्त नागरिक उत्पादन गर्ने, प्रगतिशील नागरिक उत्पादन गर्ने, उत्पादनमूलक नागरिक उत्पादन गर्ने अनि व्यावसायिक र पेसागत नागरिक उत्पादन गर्ने शिक्षा कानुन बना भनेका छौँ। यसमा सरकारले हामीलाई गर्छु भन्छ तर गर्दैन। फेरि गर्नको लागि बाध्य बनाउनका लागि हामी उपस्थित भएका छौँ। अब युथ जेनेरेसनको पनि शिक्षाप्रति आकर्षण हामीले देख्छौँ। छोटोमा यो आन्दोलनको विषयमा केही कुरा आफ्नो परिचय सहित हजुरले छोटोमा ओहो यहाँ करिब 700 जना साथीहरू हुनुहुन्छ। उहाँहरू आन्दोलनमा त आउनुभयो तर बोल्न केही चाहनु भएन न, केही छ छोटोमा? नमस्ते, म दीपक सुवेदी नवलपुर कावासतीदेखि। विगतमा भएका नेपाल शिक्षक महासङ्घसँग भएका जति पनि सम्झौताहरू छन् त्यो अविलम्ब कार्यान्वयन गर्नुपर्ने, लागू गर्नुपर्ने, तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षकहरू यहाँ जम्मा भएका छन्। यो आन्दोलन हामी कुनै हालतमा सफल पार्छौँ। धन्यवाद। ल करिब 700 जना भन्दा बढी साथीहरू लाइभमा हुनुहुन्छ। मैले यो प्रदेश 4 बागमती प्रदेशको आन्दोलन समितिको या ब्यानर पनि देखिरहेको छु। नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको अध्यक्ष पनि हुनुहुन्छ। आफ्नो संक्षिप्त भनाइ एकदम छोटोमा राखिदिनको लागि आग्रह गरे। 700 जना भन्दा बढी लाइभमा हुनुहुन्छ। बागमती प्रदेश। धन्यवाद। आज हामी नेपाल शिक्षक महासङ्घको राष्ट्रिय समितिको आह्वान बमोजिम 2075मा नेपाल शिक्षक महासङ्घले गरेको सम्झौता, 2078मा नेपाल शिक्षक महासङ्घले गरेको सम्झौता, 2080मा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीच भएको सम्झौता कार्यान्वयन नभइरहेको अवस्थामा त्यो कार्यान्वयन गराउने क्रममा शिक्षा ऐन जारी होस् यही हिउँदे अधिवेशनबाट भन्ने आह्वानका साथ हामी आज पुनः आन्दोलनमा आउन बाध्य भएका छौँ। र सरकारले हाम्रो यो कुरोलाई, यो आवाजलाई सुनेन भने अब अझ बृहत आन्दोलनको रूपमा हामी अगाडि आउनेछौँ र धन्यवाद। सरकारलाई समेत अप्ठ्यारो पार्ने बेहोरा जानकारी गराउँछौँ। उहाँ हुनुहुन्थ्यो दीपक सिमखडा, नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो। अब म मधेस प्रदेशतर्फ जाँदैछु। करिब 700 जना साथीहरू लाइभमा हुनुहुन्छ। यो हाम्रो शिक्षक आन्दोलनको क्रममा मधेस प्रदेशबाट हुनुहुन्छ। आफ्नो परिचय सहित संक्षिप्त धारणा राख्नका लागि मैले आग्रह गरेँ। म तीर्थराज यादव, नेपाल शिक्षक महासङ्घ पर्सा जिल्ला अध्यक्ष, नेपाल शिक्षक सङ्घको सङ्घीय उपमहासचिव। आज हाम्रो यो देशभरिबाट शिक्षकहरूको यहाँ विरोध सभा हुँदैछ। विद्यालय शिक्षा ऐन जारी भइरहेको छैन। शिक्षकहरू र नेपाल शिक्षक महासङ्घ र नेपाल शिक्षक महासङ्घ र सरकार
सरकार बीच भएको सम्झौताहरू लागू गराउन यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गराउनको लागि हामी दबावमूलक विरोध सभा गर्दैछौँ। शिक्षक एकता जिन्दाबाद जिन्दाबाद। शिक्षक महासंघ संक्षिप्त रूपमा आफ्नो परिचय र थोरै धारणा। करिब 700 जना साथीहरू लाइभमा हुनुहुन्छ। धन्यवाद धन्यवाद धन्यवाद। अब यो शिक्षक आन्दोलनले वृहत रूपमा लिएको छ जस्तो हामीले देख्न सक्छौँ। आन्दोलनले वृहत रूप लिएको पाइन्छ। यो पर्सा जिल्लाको टोली पनि छ। पर्सा जिल्लाको शिक्षक महासङ्घको अध्यक्ष, नेपाल शिक्षक सङ्घको सङ्घीय उपमहासचिव तीर्थराज प्रसाद यादव पनि हुनुहुन्छ। उहाँको नेतृत्वमा अहिले चलिरहेको छ। पेन्सनमुक्ति शिक्षक समूह जिल्ला सङ्घ समिति पर्सा सनोदय रामबालक प्रसाद यादव। छोटोमा आफ्नो एक शब्द एक वाक्यमा आफ्नो। नेपाल सरकारले विगतमा भएका नेपाल शिक्षक महासङ्घ भएका सहमतिहरू जति छन् ती सहमतिहरू नेपाल सरकारले पुरा गर्नु पर्यो र अहिलेको आन्दोलन नेपाल सरकारले जबसम्म विगतका सहमति पुरा गर्दैनन् र पेन्सन प्रणाली पुरानै प्रणाली अनुसार लागू गर्दैनन् शिक्षकहरूमा र 17 किसिमका शिक्षकलाई जुन स्थायी प्रक्रियामा लाँदैनन् तबसम्म यो आन्दोलन रुक्नेवाला छैनन्। विगत जस्तै सहमति भएर हामी घर फर्किनेवाला छैनौँ। अहिलेको आन्दोलन कि त निष्कर्षमा पुग्छ कि त हामी मरेर जान्छौँ। सरकारले घुँडा टेकाएर छोड्छ। धन्यवाद धन्यवाद। अब यहाँ देख्न सक्नुहुन्छ विशेष गरी मैले थोरै नमस्कार युवा पुस्ताको प्रतिनिधित्व गर्दै केही कुरा बोल्नका लागि आग्रह गरेँ। परिचय सहित। नमस्कार, मेरो नाम खेमकुमारी पनि मलाई बोल्नै आउँदैन। त्यसो भन्नु भएन नि। शिक्षक भएपछि त केही बोल्नु पऱ्यो। आफ्नो थोरै धारणा केही राखिदिनु त नाम सहित। नमस्कार, मेरो नाम खेमकुमारी पाण्डे। आजको यस आन्दोलन चाहिँ सफल होस्, हाम्रो कुरा चाहिँ सबैले सुनिदिनु होला। धन्यवाद धन्यवाद धन्यवाद। देख्न सक्नुहुन्छ आन्दोलनले वृहत रूप लिएको छ र हाम्रो अपेक्षा भन्दा पनि अझ आन्दोलनको सहभागिता जुझारु छ र सम्पूर्ण साथीहरूलाई मैले के भन्न चाहन्छु भने आन्दोलनमा जुन अपेक्षा थियो अपेक्षाकृत भन्दा पनि साथीहरूको सहभागिता गर्मी छ र साथीहरूको सहभागिता उत्साहजनक छ र साथीहरूको क्रियाशीलता पनि त्यस्तै छ र यो राज्यलाई अहिलेसम्म शिक्षकहरूले गरेका सम्झौताहरूलाई कार्यान्वयन हुने गरी यथाशीघ्र ऐन जारी गरोस् भन्ने दबाब दिनका लागि यो दबावमूलक कार्यक्रम हो र हामीले देख्न सक्छौँ लगभग बानेश्वरबाट माइती घरसम्ममा तपाईँको शिक्षकहरूको मानव साङ्लो देख्न सक्छौँ, मानव सागर देख्न सक्छौँ। यसले गर्दा पनि के देख्छ भने राज्य शिक्षाप्रति उदासीन हुँदा भोलि राज्यले ठुलै मूल्य चुकाउन पर्ने हुन्छ। यसमा राज्य संवेदनशील होस् भन्ने हाम्रो चाहना छ। यति भने मैले अब यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ शिक्षकहरूको कर्मचारीको उपस्थिति। ल अब यहाँ केही छ भनाइ छोटकरीमा यो जिल्ला आन्दोलन परिचालन समिति सोलुखुम्बुबाट जम्मा हुनुभएको छ। केही छ भनाइ म्याडमको छोटोमा? हामी सबै लागि परेका छौँ। यो जसरी भए पनि यो आन्दोलन धन्यवाद। नमस्कार। अब हामीमा कोशी प्रदेश 1 नम्बरबाट हामी आएका छौँ। अब हामी सबै मिलेर यो आन्दोलन चाहिँ सशक्त रूपमा अगाडि बढाउनुपर्छ भन्ने मलाई लागेको छ। हस्, म्याडमहरूले सबै मिलेर एकबद्धता ढङ्गका साथ अगाडि बढ्नुपर्छ। अब हाम्रो आन्दोलन पुरा हुनुपर्छ, आन्दोलनको माग पुरा हुनुपर्छ भन्ने आशय व्यक्त गर्नुभएको छ। अब यहाँ देख्न सक्नुहुन्छ यो हामीले देख्न सक्छौँ पत्रकारजीहरूले पनि लिइरहनु भएको छ। तर उहाँहरूले पत्रकारहरूले शिक्षकको आवाज कतिको बोल्नुहुन्छ बोल्न त हेर्नै बाँकी छ है। यो पत्रकारहरूले पनि लिइरहनु भएको छ। अब उहाँहरूले शिक्षकको बारेमा कतिको तड्कारो रूपमा आवाज बुलन्द गर्नुहुन्छ यो हेर्नै बाँकी छ। म्याडमको भनाइ केही छ कि आन्दोलनको सवालमा? मेरो दयनीय अवस्था, यो सरकारको दयनीय अवस्था देख्दा बोल्न मन लाग्दैन। शिक्षकको कारुणिक अवस्था देख्दा आफैले गरेको सहमतिलाई कार्यान्वयन गर भनेर हामी शिक्षक यसरी सडकमा आउनुपर्ने यो लज्जास्पद सरकारदेखि
हामी शिक्षकहरू आजित छौँ। त्यसैले हाम्रा माग मुद्दाहरू विगतका सहमतिहरूलाई कार्यान्वयन गर्नका लागि हामी आन्दोलित छौँ र यसको यो ठुलो सङ्ख्याको उपस्थितिले सरकारलाई यो दबाब हो, यो शक्ति प्रदर्शन पनि हो। यदि अझै पनि सरकारले टेरेन भने हामी शिक्षकहरू पछि हट्दैनौँ। डु अर डाई। धन्यवाद। उहाँ हुनुहुन्थ्यो टिका भण्डारी, नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको उपमहासचिव पनि हुनुहुन्थ्यो। धन्यवाद म्याडमलाई। हामीले देख्न सक्छौँ शिक्षक आन्दोलनमा प्रहरी परिचालन पनि बाक्लै देख्न सक्छौँ हामीले। प्रहरीको परिचालन साथीहरूको जुझारुपन पनि देख्न सकिन्छ। हामीले देख्न सक्छौँ यो गण्डकी प्रदेश सहभागिता देख्न सकिन्छ हामीले। देख्न सक्नुहुन्छ यहाँ अहिले त त्यसरी उतार्नु टार्गेट खै त अगाडिको समूह खै। हस् धन्यवाद। हाम्रो आन्दोलन जारी छ। हाम्रो आन्दोलन जारी छ।